भागवत लगाउने रहर भयो भने नि निम्तो दिनका लागि चाहिँ डराउनु हुँदैन अरे। बिहेमा निम्तो दिनु डराउनु पर्छ, व्रतबन्धमा निम्तो दिनु डराउनु पर्छ। के गर्नु पर्यो भने निम्तो चाहिँ चुनाव गरेर मात्रै दिने अरे क्या। फलानु 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 बिनाउँछु भने लिस्ट गर्ने पहिले नै, अनि फलानु 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 चुनेर बोलाउनु। बर्थडे गर्नु पर्यो, छेवार गर्नु पर्यो, व्रतबन्ध गर्नु पर्यो, खुवाइपाइको व्यवस्था गर्नु पर्यो भने अनि चुन्ने मान्छे फलानु र फलानु फलानु बोलाउँछु भनेर। किन भनेर भन्दा त्यहाँ बोलाइसकेपछि खुवाउनु पर्यो। बिहेमा आएर अलिकति कमी भयो भने भोलि तपाईँको गुणगान बखान बडो राम्रो हुन्छ। भक्तवत्सल भगवान के फलानुले बिहे गरेको सबै कुरा राम्रो तर खानै पाइन। त्यसै कारणले गर्दा बडो चुनाव गरेर बोलाउनु पर्छ बिहेमा बोलाउँदाखेरि। तर भगवानको यज्ञमा बोलाउनका लागि केही सोच्नु पर्दैन क्या। गौतम परिवारले अब ककल्ला बोलाउनु भएको छ, केही सोच्नु पर्दैन। जहाँ जहाँ दिनु मन लाग्यो, जसलाई जहाँ जहाँ रहर लाग्यो दिन निम्तो दिनका लागि काहीँ चुक्नु हुँदैन, सबैलाई बोलाउनु पर्दछ। किन भनेर भन्दाखेरि भगवानको भक्त कथा सुन्न आउँछन् भने नि भगवानको भक्तले कहिले कुरो गर्दैनन् कि खानु पाएँ कि पाइन भनेर। यहाँका भक्तले भागवतको यज्ञ यस्तो प्रकारको हो, तपाईँले हजुर जाउँ है प्रसादी लिनै पर्छ है भनेर भनिरहनु पर्दैन। भक्त कस्ता हुन्छन् भनेर भन्दा आफै जान्छन्, आफै पकाउँछन्, आफै खान्छन्।